सम्मानीय सहयोग महोदय, वास्तवमा परम्परा तोड्ने नाउँमा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकता हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ। परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट त्यहीँ जान्छ। त्यसकारणले किनभने यो प्राथमिकतामा म रेकर्ड गराउनको लागि मात्र बोल्दैछु यसमा मेरो, किनकि हामी पाँचौँचोटिको सांसद पनि सबै परम्परा भत्काउँदै गयो भने त्यो संसदको औचित्य समाप्त हुन्छ, पार्लिमेन्ट्री सिस्टमको औचित्य समाप्त हुन्छ। हाम्रो देश, हाम्रो संविधान पार्लिमेन्ट्री सिस्टम अङ्गीकार गरेको छ, जहाँ अल पार्लिमेन्टर्स इक्वल हुन्छ र प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि संसदले जनताको कुरा सरकारले राखिन्छ र सम्पूर्ण मन्त्रालयमा। यो म पहिलोचोटि 20 वर्षको कार्यकालमा पहिलोचोटि देख्दैछु कि अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ। न्यायको नाउँमा सबै चिज भत्काउने होइन, त्यसो भए सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ, सबै चिजको नाउँ चेन्ज गरौँ न। यो किनकि औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ। अर्थमन्त्रीले बजेट बनाउने, त्यो उहाँ टिमले बनाउने, अर्थमन्त्री त पोलिसीगत गाइड गर्ने हो। त्यस कारणले म अब विषयमा जान चाहन्छु, मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस्, किनकि मैले नबोल्नै खोजेको थिएँ, तर अति सर्वत्र बजेट भएपछि बोल्न बाध्य भएँ। विनियोजन पढ्दाखेरि मधेसको लागि त्यहाँ केही पनि देखिएन। जो राणा कालदेखि हुलाकी राजमार्ग छ त्यसको लागि कहीँ हुलाकी वर्ड पनि लेखिया छैन, किनकि राणा कालपछि बनेको हुलाकी राजमार्ग आजसम्म बनेको छैन। कहीँ पुल छ त कहीँ रोड छैन, कहीँ रोड छ त पुल छैन। र त्यसपछि दुईवटा राजमार्ग बन्यो मधेसलाई काउन्टर गर्नलाई, मध्यपारी राजमार्ग र मदनराई राजमार्ग, र त्यो फास्ट ट्र्याकले काम गरियो। तर 110 वर्ष पुरानो हुलाकी राजमार्ग आजसम्म बनेको छैन। मेरो क्षेत्रमा बाट क्रस गर्छ त्यहाँ पनि बनेको छैन। दोस्रो, जहिले पनि विकास निर्माण जनताको लागि हुन्छ, भूगोलको लागि होइन। किनकि मधेसको जम्मै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दाखेरि सबै बिलो छ, कर्णालीभन्दा पनि बिलो छ। त्यसको लागि एउटा स्पेसल प्याकेजको घोषणा हामी सोचेका थियौँ, किनकि मधेसको सरकारमाथि अधिकार पनि किन छ भने सबभन्दा बढी भोट मधेसले दिएको छ, समानुपातमा पनि दिएको छ, प्रत्यक्षमा पनि दिएको छ। तर मधेस भर्खरमा हिजो आए सभामुखबाट विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, सरकारलाई आगाह गर्न चाहन्छु, मधेस विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गरौँ, किनभने न उसको सत्तामा अनुहार छ, न कुनै नियुक्तिमा अनुहार हुन्छ। यस्तो राज्य चल्दैन, राज्य सबैको। म एउटा कुरा बुझ्न चाहन्छु, मेरो क्षेत्रको या पुरा मधेसको दलित समुदायको कोही देश, मैले भर्खर हाम्रो एकजना साथी बोल्नुभयो दलित समुदायको, म पहाडको दलितको कुरा गर्नु, मधेसको दलित त कहीँ पनि ठाउँ पाउँदैन नि। मधेसको दलितको एउटा सांसद पनि बन्ने अधिकार छैन, एउटा सरकारमा मन्त्री बन्ने पनि अधिकार छैन। म सोध्न चाहन्छु कि मेरो गाउँको चमार दुसाद मुसरको के गल्ती, ऊ आजसम्म स्कुलमा जान सकेका छैन। मेरो मधेसमा चुरेको संरक्षण सबभन्दा जरुरी छ।